हेलो साथीहरू, यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, पढिराख्नु भएको छ भने यो भिडियो आज विशेष गरी तपाईँको लागि हो। जो विद्यार्थी हुनुहुन्छ उहाँहरूले अन्तिमसम्म यो भिडियो हेर्नुहोला र जसले आफ्टर पढाइ आफ्नो पढाइ सकिसकेपछि तुरुन्तै जब पाउन र जब गर्न चाहनुहुन्छ र आफ्नो लाइफलाई अलिकति भए पनि सक्सेस बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि हो। आज मैले कुरा गर्नेछु एउटा स्टुडेन्ट लाइफमा पढ्दै गर्दाखेरि हामीले सिक्नुपर्ने 5वटा कुराहरू र यो भिडियो मैले किन बनाउँदैछु भन्दाखेरि आज धेरै युवाहरूमा समस्या छ। समस्या के छ भन्दा डिग्री सक्नुहुन्छ, सर्टिफिकेट त हुन्छ तर जब पाइदैन। सो त्यसकारण तपाईले यो भिडियो मजाले हेर्नुभयो र ती कुराहरू आफ्नो जीवनमा लागू गर्नुभयो, स्टुडेन्ट लाइफमा नै यी कुराहरू सिक्नुभयो भनेपछि आफ्टर स्टडी तपाईले मजाले आफ्नो लाइफमा ग्रो गर्न सक्नुहुन्छ। सो आउनुहोस् सुरु गरौँ। पहिलो स्किल छ कम्युनिकेसन स्किल। बोल्ने तरिका नै तपाईको आइडेन्टिटी बन्छ। जसरी मान्छेले तपाईले कसैलाई हेर्ने बित्तिकै उसको पर्सनालिटी, उसको ड्रेसअप हेरेर जज गर्नुहुन्छ नि, सो त्यसरी नै तपाईभित्र कतिको ज्ञान छ भन्ने कुरा चाहिँ मानिसहरूले तपाईको बोल्ने तरिकाबाट पनि चिन्छन्। तपाईको यदि बोली मिठो छ, कसैलाई इम्प्रेस गर्न सक्नुहुन्छ भने तपाईले जब पनि पाउन सक्नुहुन्छ र साथै आफूलाई अगाडि बढाउन पनि सक्नुहुन्छ। त्यसकारण अहिलेको यो डिजिटलाइज दुनियाँमा, यो डिजिटल वर्ल्डमा तपाईले कम्युनिकेसन स्किल सिक्न एकदमै जरुरी छ। यदि तपाईसँग कम्युनिकेसन स्किल बेटर छ भने अझै बेटर बनाउनुहोस्, छैन भने त्यसलाई सिक्ने प्रयास गर्नुहोस् र सिक्दै जाँदा सबै कुरा पर्फेक्ट भइन्छ। त्यसैले आजैबाट स्टार्ट गर्नुहोस्। दोस्रो छ डिजिटल स्किल। अब दुनियाँ एआई को दुनियाँ आउँदैछ, सबै कुरा डिजिटल हुँदैछ भनेपछि तपाईँ पुरानो स्किलहरू सिकेर काम छैन। तपाईले नयाँ डिजिटल स्किलहरू के आउँदैछ त मार्केटमा, के चल्नेवाला छ, के चलिरहेको छ, सो त्यो नयाँ डिजिटल स्किलहरू सिक्न जरुरी छ। यदि पुरानै स्किल सिकेर पुरानै स्किलमा अड्किनु भयो भने तपाईँ पनि हराउनुहुन्छ। जसरी नोकिया फोन हरायो, अहिले स्मार्टफोन चलिरहेको छ, त्यसै तपाईँ हराउनुहुन्छ। र अब आउने दुनियाँमा टिक्न चाहनुहुन्छ, अगाडि बढ्न चाहनुहुन्छ भनेपछि डिजिटल स्किलहरू तपाईँले आजैबाट सिक्न सुरु गर्नुहोस्। अब डिजिटल स्किल भनेको के हो तपाईँले अर्को भिडियो पनि बनाउने छु म, तर तपाईँले गुगल पनि गर्न सक्नुहुन्छ। ती डिजिटल स्किलहरू जो थुप्रै छन्, जो मध्ये तपाईँको इन्ट्रेस्ट जहाँ छ त्यो सिकेर अगाडि बढ्न सक्नुहुन्छ। र त्यो सिक्नुभयो भने आफ्टर स्टडी तपाईसँग स्किल हुन्छ, स्किल भएपछि जब पाउनुहुन्छ, जब पाएपछि पैसा आउँछ, पैसा आएपछि लाइफ सजिलो हुन्छ। तेस्रो छ मनी मेकिङ स्किल। पैसा भन्ने कुरा कमाउन, बनाउन र त्यसलाई जोड्न, बढाउन जान्नुपर्छ। त्यसकारण मनी मेकिङ स्किल तपाईले स्टुडेन्ट लाइफमै सिक्नुभयो भने आफ्टर स्टडी जब जब गर्नुहुन्छ, तब बिजनेस गर्नुहुन्छ, जब पैसा आउन थाल्छ त्यसलाई कसरी म्यानेज गर्ने, कसरी बढाउने, कसरी धेरै पैसा कमाउने भन्ने कुरा तपाईले सिकिसक्नु भएको हुन्छ क्या। जसले गर्दा तपाईँ स्टडी सकिने बित्तिकै केही वर्षमा सर्टेन एमाउन्टहरू जोड्न सक्नुहुन्छ। सो त्यसकारण मनी मेकिङ स्किल एकदमै जरुरी छ। किनकि जसरी गाडी चल्नको लागि पेट्रोल चाहिन्छ, इन्जिन चाहिन्छ, मान्छे चल्नको लागि, सर्भाइभ गर्नको लागि पैसा चाहिन्छ। त्यसकारण मनी मेकिङ स्किल पनि सिक्न जरुरी छ स्टुडेन्टले। र आजै सुरु गर्नुहोस्, किनकि सिक्ने कुरा भोलि भनेपछि भोलि नै रहन्छ। चौथो छ टाइम म्यानेजमेन्ट। आजको दिनमा सबभन्दा इम्पोर्टेन्ट कुरा टाइम म्यानेजमेन्ट हो। यदि तपाईसँग पनि 24 घण्टा छ, सबैसँग 24 घण्टा छ, तर तपाईँ 24 घण्टाकै ठाउँमा तपाईँ 50 घण्टाको जसरी काम गर्न सिक्नु पऱ्यो। 24 घण्टाभित्र नै तपाईँ 100 घण्टाको जसरी काम गर्न सिक्नु पऱ्यो। यसलाई भन्छ टाइम म्यानेजमेन्ट। अब धेरैजनाले टाइम म्यानेज भन्ने बित्तिकै यही सोच्नुहुन्छ कि टाइमलाई टक 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 डिभाइड गर्ने, यो टाइममा यो गर्छु, यो टाइममा यो गर्छु भने त्यसरी टाइम सेट गर्ने, त्यसलाई टाइम म्यानेज भनिँदैन। टाइम म्यानेजमेन्ट स्किल भनेको त्यो हो जहाँ तपाईँले 10 घण्टाको काम 2 घण्टाभित्र कसरी गर्ने भनेर सिक्नुहुन्छ। किनकि 10 घण्टाको काम 2 घण्टा गर्नु भने तपाईँको 8 घण्टा बच्यो नि त। सो यसलाई टाइम म्यानेजमेन्ट भनिन्छ विशेष गरी। त्यसकारण तपाईँले एक दिनको काम 1 घण्टामा कसरी गर्ने, 1 महिनाको काम 1 दिनमा कसरी गर्ने भनेर सिक्नुहोस्। यसलाई टाइम म्यानेजमेन्ट भनिन्छ। र अर्को 5औं स्किल छ प्रब्लम सल्भिङ एन्ड थिङ्किङ। थिङ्किङ भन्नाले ओभर थिङ्किङ होइन। कम्पनीले हेर्नुहोस् जहिले पनि रोबोट खोज्दैन, सोलुसन दिने मान्छे पनि खोज्छ। जति एआई आए पनि सोलुसन दिने मान्छे त चाहिन्छ। जसलाई प्रब्लम सल्भिङ भनिन्छ, त्यो प्रब्लमको सल्भ गर्ने मान्छे चाहिन्छ। चाहे एआईको दुनियाँ मलाई, चाहे जुनसुकै दुनियाँ आओस्, जसले थिङ्क गर्न सक्छ, जसले डिप थिङ्किङ गर्न सक्छ, जसले प्रब्लम सल्भ गर्न सक्छ, त्यो मान्छे कम्पनीलाई चाहिन्छ। त्यसैले तपाईँले कुनै पनि प्रब्लमलाई कसरी सल्भ गर्ने भन्ने स्किल सिक्न जरुरी छ। र थिङ्किङ, कुनै पनि कुराको बारेमा कसरी सोच्ने, कसरी इनडेप्थमा पुग्ने, कसरी रिसर्च गर्ने, कसरी त्यसको समाधान निकाल्ने, सो यो कुराहरू सिक्नुभयो भने तपाईँ लाइफमा धेरै अगाडि बढ्नुहुन्छ। आजको भिडियोमा मैले तपाईँलाई 5वटा एकदमै इम्पोर्टेन्ट, एकदमै मजाको कुरा बताएँ। तपाईँले यो 5वटा कुरा आफ्नो जीवनमा अहिले स्टडी गर्दै हुनुहुन्छ, 10, 11, 12, 62 जेमा हुनुहुन्छ, तपाईँले यो कुराहरू आफ्नो जीवनमा लागू गर्नुभयो र सिक्नुभयो भने आफ्टर स्टडी तपाईँले मजाले जब पनि पाउनुहुन्छ, मजाले अगाडि बढ्नु सक्नुहुन्छ, मजाले ग्रो गर्न सक्नुहुन्छ र अवश्य पनि सक्सेस पर्सन बन्नुहुनेछ। सो त्यसकारण भोलि होइन, आजैबाट यो 5वटा कुरा अहिले नै मानिसको तपाईँहरूको गल्ती के हुन्छ भने तपाईँ सुन्नु मात्रै हुन्छ कि अहिले लेख्नुहोस् न, मैले 5वटा भनेको कुराहरू अहिले कपीमा लेख्नुहोस् र त्यो कुरालाई आजैबाट लागू गर्नुहोस् आफ्नो जीवनमा, अनि बल्ल सफलता मिल्छ।